Hello everyone, Namaste. Welcome to Real and Trail Adventure. मेरो नाम प्रवीण. अहिले चाहिँ हामी यहाँ पिट्सबर्गमा छौँ. आज यो पिट्सबर्गको इभेन्टमा आएको छौँ. इभेन्ट चाहिँ अर्गनाइज बाई इन्स्पायर टु एक्सप्लोर इन कोअर्डिनेसन विथ बिक्याप. यहाँको जस नन प्रफिट अर्गनाइजेसन, पिट्सबर्गको नन प्रफिट अर्गनाइजेसनसँग मिलेर चाहिँ अर्गनाइज गरेको इभेन्ट हो. I think we have around 31-32 participants. आज त्यतिजनाले जोइन गर्नुभएको छ. जस अहिलेसम्म इभेन्ट एकदम रमाइलो भइरहेछ, एकदम नयाँ नयाँ मान्छेहरूसँग भेटघाट भइरहेछ र जस इभेन्ट एकदम बवाल भइरहेछ. र यो अहिले हामी आएको ठाउँ चाहिँ ओहायो पायल स्टेट पार्क हो. जस यहाँ हेर्नु सक्नुहुन्छ खोलाहरू हैन, अनि हरियाली धेरै राम्रो छ. All right. Good morning, everybody. Happy Mother's Day. Thank you. Mother's Day को उपलक्ष्यमा भने पनि हाम्रो स्वास्थ्यको सम्वर्धन, स्वास्थ्य राम्रो बनाउने लक्ष्य भए पनि यो हाइकमा उपस्थित भइदिनु भएकोमा धेरै धेरै आभारी छौँ. सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ आफ्नो स्वास्थ्य जस्तो सुरक्षा, सेफ्टीका हिसाबले आफूलाई कसैलाई गाह्रो भयो, हिँडिरहेको बेलामा, उकालो चढेको बेलामा छाती दुख्यो भने बस्नुहोस् है. अनि फेरि हिँड्दाखेरि झनै छाती दुखिरह्यो भने फर्किनु पर्ने हुन्छ. त्यो एउटा कुरा चाहिँ धेरै महत्त्वपूर्ण छ, त्यो विचार गर्नु होला. अर्को कुरा, हामी प्रकृतिमा आएका छौँ, नेचरमा. when we are in the nature, whatever we bring in, we want to take back. एक्सेप्ट फर अब पिसाब गर्दाखेरि पिसाब गरेर छोडियो, त्यो आफ्नो ठाउँमा भयो, पसिना निस्क्यो गयो, बट आफूले ल्याएको फोहोरहरू चाहिँ पेपर, प्लास्टिकको बोतलहरू, यो हामीले खाजा दिएको ऱ्यापहरू. अब अर्को कुरा, स्याउको कोर चाहिँ मकाउँछ, फाले हुन्छ, राइट. त्यसले त्यति साह्रो प्रकृतिमा असर गर्दैन. प्रकृतिलाई धेरै रिस्पोन्सिबल भएर सदुपयोग गरौँ र आनन्द लिउँ भन्ने कुरा हो. इन्स्पायर टु एक्सप्लोर हामीले 2-2.5 वर्ष अगाडि दर्ता गऱ्यौँ र समाजबाट हामी प्रकृतिमा जाने र भरिसके फोटो खिच्न मात्रै प्रयोग गर्नु होला है. फोटो खिच्न किताब सुन्दै हुनुहुन्छ भने आफ्नो सुर गर्नुहोस्. भरिसके फोनमा हेरेर ढुङ्गामा ठोकेर लड्नु भयो भने मलाई फर्स्ट एड गर्नुपर्छ है. मलाई त्यो काम नदिनु होला. हामीले फर्स्ट एड किट बोकेका छौँ झोलामा. त्यो पनि सेवा उपलब्ध छ. तपाईँहरूलाई कुनै प्रश्नहरू भए भने मलाई सोध्न सक्नुहुन्छ. म स्वास्थ्यकर्मी पनि हुँ र वाइल्डनेस फर्स्ट रेस्पोन्डर भन्छ, त्यसको सर्टिफिकेसन लिएको छौँ. प्रवीण भाइ र म छौँ यहाँ आजको टिममा चाहिँ. एक सरको सरर आफ्नो नाम भनौँ र कहाँ बस्छौँ भनौँ. त्यस पछाडि if you have any questions you can ask us. If not, we'll go ahead and start our hike. One circle. Come here. All right. I'm a co-founder of this organization. I live in Harrisburg and work as a physician assistant, primarily in pediatrics. Hello, my name is Som Sumeri, aka Suru, from Pittsburgh. I'm Damu Dahal from Pittsburgh. Damu Dahal from Pittsburgh. I'm Ganga Dangal from Pittsburgh. Hi everyone, my name is Praveen Pandey. I'm from Mechanicsburg. So I have been with this Inspire to Explore for last 2 years. So I'm a wilderness first responder. If you have any emergency, just please reach out to me or Domsar. My name is Jamuna Kadaria. I live in Jefferson. Bana naam bana na. My name is DJ Kadaria and I live in Jefferson. Okay. Gita Puraseni from Venecia.
And finally, K&Tim Sinaf, Executive Director at BCAP, contact point for all Pittsburghers. A very proud moment for us, the Pittsburghers, to join the Harrisburgers. The two agencies is the leading organization inspired to explore. When they reached out, I couldn't say no because I saw there is a benefit to all of our health. So we have joined with them for this adventure today. Okay, and then I like to add something, हैन कसरी तपाईहरुको कस्तो एक्सपिरियन्स हुन्छ हैन अलिअलि म भिडियोहरु बनाउँदै जान्छु यसो हाम्रो युट्युब च्यानलको लागि प्लस हाम्रो इन्स्पायर टु एक्सप्लोर फेसबुकको लागि तपाईहरुलाई ठिकै छ नि हैन बिचमा यसो तपाईहरुलाई मन पर्यो नि भन्नुहोस् मन परेन नि इट्स ओके ल यसो अब कस्तो लाग्छ के लाग्छ अलिअलि सोध्छु ल बाटोमा ल Continue, we'll begin. Is there any question? तपाईले हाउ डु वी रन दिस बिजनेस दिस अर्गनाइजेसन यो फन्डहरु कसरी गरेको त्यो कुरा भन्नुहोस् न Okay, so about the organization, we started after we'd been doing this kinds of activities on our own for a while, and we decided that this might be of benefit to other people in our community or communities around us, right? The idea is to inspire change, to explore nature, and to transform health. Okay, so this has been mostly privately funded through private donations thus far. A few donors have given some money, and we're running the programs. We welcome any donations. You can do that on the website. And the idea is to bring nature closer to all of you. Okay, I think the power of the nature to heal us and to ground us and to make us feel connected to each other and to the nature and the earth is very, very, very high. प्रकृतिले हामीलाई जति दिन्छिन् है त्यति हामीले थाहा पाइरहेका हुँदैनौँ र त्यो थाहा पाउन महसुस गर्ने मौकाको रूपमा चाहिँ लिनु होला यति भन्दै गफ भन्दा कसरत गरौँ बाटोतिर लागौँ So उहाँको पहिला मेसेज वान इम्पोर्टेन्ट मेसेज के थियो भने एन्भाइरोन्मेन्ट विषयमा थियो है खानेकुराहरू द्याट इज डिकम्पोजेबल है त्यो चाहिँ तपाईहरुलाई मन नपर्दाखेरि सेफली तपाईले डिस्पोज गर्न सक्नुहुन्छ तर बोटल्स एन्ड र्यापर्स चाहिँ ब्याक इन्टु द ब्याग है त तपाईहरुलाई बोक्न अप्ठ्यारो भयो भने मेरो झोला ठुलो छ यसमा हाले हुन्छ प्लस मेरो पनि खाली झोला छ हैन है न वी क्यान हामीले गर्न सक्छौं हामी आफै सक्छौं ओके आफैलाई एक्चुअली ताली दिउ रेडी भएर ओके थ्यांक यू सो भेरी मच यस्तो कि सबैभन्दा इम्पोर्टेन्ट कुरा नि के भयो भने नि यहाँ सर्भिस नआउँदो रहेछ कि अनि मान्छे छुट्यो भने अप्ठ्यारो हुने रहेछ एक हामीले ट्याग एलोङ गरौँ न ल भने कसै न कसैले एड गर्नुपर्ने भयो क्या किन नानीहरू पुरो भयो कसरी यो मान्छे छ कि छैन भनेर एड गर्नुपर्ने भयो क्या टावरै रहन्छ सर्भिसै नआउँदो रहेछ सेलफोनमा उहाँहरू दुईजनासँग ओकिटोकी छ उहाँ पछाडि बस्नुहुन्छ उहाँले लिड गर्नुहुन्छ तर सकेसम्म मान्छे नछोडौँ क्या हामी किनभने सेलफोन सर्भिस नहुँदाखेरि अप्ठ्यारो भयो क्या अब यहाँबाट सुरु गरौँ यहाँबाट चाहिँ अब हाम्रो हाइक सुरु गऱ्यौँ अझै दुईजना हुन्छ You guys see someone behind? Yeah, there's one person, but she's in the back. What? You guys can head up. के भयो एन्ड भयो कि ट्रेन योबाट गएर उताबाट निस्किनु पर्छ ठिकै छ हिँड्नै आएको हो नि त हामी हैन हेलो हामी त
होइन ठिक छ ठिक छ एरोले देखाएको छ नि हजुर उता त्यो खाने ठाउँ रेस्टुरेन्ट छ नि त्यो माथिबाट हो ए ल फुल जस्तो फलेको छ हजुर भिडियोको लागि फर्केर आएँ यहाँ खिचिरहेको छु ए मान्छे अगाडि नै हेर्नु कम्युनिटी अलिकति अहिले पनि त्यस्तै राफ्टिङहरू हुँदो रहेछ यहाँनिर एकदम मजाको ओरिगनतिर पनि धेरै छ नि ओरिगन वासिङटन त त्यसकै लागि पपुलर हो जस यो खोलाको किनार किनार हिँडिँदैछ हैन एकदम मजा भइरहेछ हामी अहिले चाहिँ पिट्सबर्गमा छौँ आज हामीले यो पिट्सबर्गको कम्युनिटीसँग चाहिँ हाइकिङ इभेन्ट तयारी गरेका थियौँ र जस पिट्सबर्गबाट पनि त्यस्तै 31-32 जनाले पार्टिसिपेट गर्नुभएको छ यो इभेन्टमा अनि जस यो ठाउँमा चाहिँ राफ्टिङ पनि हुँदो रहेछ र राफ्टिङको तयारीहरू कसरी गर्ने के गर्ने भनेर चाहिँ यसरी सिकाइरहेछ हैन यो राफ्टिङको लागि ट्रेनिङ गराइरहेछ बाटोहरू मजाकै छ जस अहिले चाहिँ हामी खोलाको किनारमा हिँडिरहेछौँ र जस यो खोलामा चाहिँ मान्छेहरूले राफ्टिङहरू पनि गर्छन् अलिअलि अब बिस्तारै घुम्दै जाँदा भनेको पेन्सिल्भेनियामा पनि हाइकिङहरू जानलाई आउटडोर एक्टिभिटिजहरू गर्नलाई धेरैवटा जग्गाहरू रहेछ भनेर एक्सप्लोर हुँदैछ हैन जस एभ्री भिडियोमा नयाँ ठाउँ नयाँ मान्छेहरूसँग गफहरू गरेको म ल्याउँछु नि जस वाइट रिभर हैन एकदम राफ्टिङको लागि धेरै राम्रो जग्गा रहेछ
आजको हाइकिङ चाहिँ हाम्रो यो खोला किनार किनार हुने रहेछ हैन विच इज गुड एकदम मजा भइरहेछ फोटो खिच्दै बाटोहरु अलिअलि अप्ठ्यारो छ हैन यो ढुङ्गाको बाटोले गर्दा तर बट एभ्रीवन इज डुइङ फाइन अहिलेसम्म खै भाइ यो हाल्दिउ न तिम्रो झोलामा ल जो आजको जर्नी अब एकदम राम्रो भइरहेछ ग्रुपले नै एकदम राम्रोसँग गरिरहेछौँ हैन सबैजनाले जस अलिअलि च्यालेन्जिङ चाहिँ अलिअलि छ हैन ढुङ्गाहरू अलिक उकालोहरू अलिकति ढुङ्गाहरूमा स्टेप चढ्नुपर्ने खालको तर बट एभ्रीवन इज डुइङ फाइन बिस्तारै हुँदैछ यो हाइकिङको चाहिँ सबैभन्दा एकदम नौलोपन र एकदम राम्रो चाहिँ के भने यता खोलाको आवाज सर्र आएको हैन अनि यता शीतलमा हिँड्दाखेरि त्यसको आनन्द अर्कै जस अब कतिवटा ठाउँमा रुखहरू लडेर त्यसको मुढाहरू छ हैन अनि यसरी स्टेपहरू छ हैन अलिअलि च्यालेन्जिङै छ अनि एभ्रीवन इज गोइङ फाइन बिस्तारै सबैजना बिस्तारै जाउँ ल यताबाट तान्नु पर्छ यहाँबाट माथिबाट यसबाट जानु तान्नुको भाइले तानिदिन्छ तिमीलाई के कस्तो छ ठिकै छ हाइकिङ राम्रो भइरहेछ सकिन्छ लेखिदिए ल हेलो कस्तो हुँदैछ एकदम रमाइलो छ र सबैजनाले यो भिडियो हेरेर हजुरहरू पनि यो ठाउँमा यो वहायो पायल भन्ने ठाउँ छ हो यहाँ हजुरहरूले यो हाइकिङको लागि आउन एकदम रमाइलो पनि छ अब हेरौँ हामीलाई यो कति समय लाग्दो रहेछ भर्खर उकालो लाग्दैछौँ घरै फर्केर आएर फेरि हामी भन्नेछौँ कति समय लाग्दो रहेछ हुन्छ थ्याङ्क यू कस्तो हुँदैछ ठिकै हुँदैछ रमाइलो हेर्न चाहिँ मजा अलि हिँड्न चाहिँ अलिक गाह्रो हुँदैछ ए ल हुन्छ ल
हेलो नमस्कार कस्तो हुँदैछ एक्सपिरियन्स गुडै छ है अनि कस्तो हुँदैछ एक्सपिरियन्स कस्तो हुँदैछ राम्रो टायरिङ अलिकति अलिअलि च्यालेन्जिङ होइन कस्तो ठिकै राम्रो ठिकै छ जस यो खोलाको साइडमा भएर बाटो च्यालेन्जिङ छ होइन रमाइलो पनि भइरहेछ सो सानो देख्दाखेरि चाहिँ नेपाल इन्डियातिर गाउँहरूमा घुमेको जस्तो याद आइरहेछ होइन नेपालको गाउँहरूमा जोस हाम्रो अहिले जर्नी भनेको चाहिँ कुकुम्बर फल्सपट्टि जाँदैछौँ हामी टु ग्रेट जर्ज ट्रेलमा जोस यहाँ हामीसँग आमा पनि हुन्छ आमा एक दुईवटा शब्द तपाईँलाई सोध्नु न ल हेलो आमा नमस्ते है तपाईँको एक्सपिरियन्स कस्तो हुँदैछ तपाईँलाई कस्तो फिल हुँदैछ मलाई फिल चाहिँ अब भोटारकै सम्झना आयो धेरै नै हजुर यो हरियाली देख्दा सँगसँग खोला नाला देख्दा उहीँको छुट्टी जस्तो तर खुट्टाको समस्याहरू चाहिँ गाह्रो पर्दैछ अरू सबै ठिकै छ तर कति वर्ष पुग्दिनु भयो यदि भन्न सक्नुहुन्छ नि 71 है भने चाहिँ 71 भएर पनि यस्तो मजाले हिँडिरहनु भएको छ अहिले होइन गाह्रो छ धन्न तपाईँहरूले लोरो टेकाउनु भएर न म बास बस्नु लाग्थेँ तर जस एकदम रमाइलो भइरहेको छ सबैसँग ग्रुपसँग हिँड्दा रमाइलो भइरहेछ रमाइलो चाहिँ साह्रै रमाइलो भोटानकै सम्झना आइरहेछ होइन रमाइलो चाहिँ अब धेरै रमाइलो भएछ उसले गोठामा गएको दुध दही बोक्न गएको जङ्गलमा मल ल्याइनेको घाँस काटेको त्यो याद आएर अब मुन यहाँ छैन उतै डुल्दैछ अहिले मन उतै डुलिरहेछ है डुलिरहेछ बा लडिन्छ कि उसले डर पनि छ यता पनि हेर्नु पर्यो बाटो अनि नि तपाईँको उमेरको अरू हाम्रो बाबा आमा हुनुहुन्छ नि उहाँहरूलाई के भन्नुहुन्छ यसरी ग्रुपहरूसँग हाइकिङ हिँड्दा मजा आउने रहेछ कि के भन्नु चाहनुहुन्छ होइन साथीहरू आउनु सक्ने जस्तो चाहिँ जति चाहिँ आउँदै राम्रो रहेछ छोराछोरीले ल्याइदिउँ घरमै राखेर के गर्नु अब पानी अफिसहरू पाखाको पाउँछन् होइन हेर्ने छ भने घरमै राखेर त अब घरको दैलो डुङ्गेर मात्रै जिन्दगी चाहिँ माथि जाएर भइसक्यो हाम्रो अलिकति टुलफिल गराउनु देखाउनु चाहिँ राम्रो सबैका छोराछोरी डुलाउनु घुमाउनु त्यही भन्न चाहन्छु अनि जस यहाँ बाहिर आउँदाखेरि जस भुटानमा आफूले एउटा एजमा गरेको कुराहरूको यादहरू आउने है यस्तोमा हिँड्दा पुरा त्यो आउँछ नि अब यस्तो कुरा टिप्दै टाउकामा सुरिँदै हामी मोहीको भारी बोकेर हिँड्थ्यौँ हजुर जस भनेपछि तपाईँ अहिले जस यहाँ हिँड्दाखेरि तपाईँ मान्छे चाहिँ यहाँ भए पनि तपाईँको मन चाहिँ अहिले उहाँ भुटानमै छ है भिरपाखा जङ्गल ठुल्ठुलो फारसमा कुदिरहेको छ ए हुन्छ नि आमा ल थ्याङ्क यू ल ल हुन्छ हरियाली पुगे जस्तो लाग्यो हजुर ल हुन्छ ल यता सबै त्यो झरनामा गएको अब यसमा चाहिँ याद गरेर अब अप्ठ्यारो पऱ्यो भने नजानु होला अब बिस्तारै सकिन्छ जस्तो लाग्यो भने बाटो रहेछ नि त यताबाट आमा यता माथिबाट आउनु पनि सक्दैन
आजको हाइक त्यति टाढा छैन, नजिकै, किनभने हामीसँग अब होइन आमाहरूको एजको मान्छेहरू पनि जोइन गर्नुभएको थियो। त्यो भएर चाहिँ हामीले यो 2 माइलको मात्र हाइक राखेको थियौँ। जे होस्, उहाँ आमाले भन्नुभएको जस्तो अब होइन यहाँ अहिले हामीहरू ग्रुपसँग मजाले हिँड्दाखेरि चाहिँ उहाँलाई आफ्नो एउटा समय बिताएको भुटानमा, नेपालमा घाँस घाउराहरू गरेर बोकेर हिँडेको समय बिताएको याद आयो भन्नुभयो होइन। जे होस्, धेरैजना हाम्रो हजुरबा हजुरआमा बाबा आमाहरू हुनुहुन्छ जो यसरी नै घुम्न चाहनुहुन्छ होइन। मेरो पनि साथीभाइहरूलाई चाहिँ यही हो, उहाँहरूलाई पनि रहर छ भने यसो बाहिर आउटडोर एक्टिभिटिजहरू गर्नलाई ल्याइदिनु होला होइन। जस उहाँहरूलाई पनि एउटा जस रिलिभ द मुमेन्ट भन्छ नि, उहाँहरूले उहाँ भुटानमा अब घाँस दाउराहरू गर्दै हिँड्नु भएको त्यो कुरा, त्यो दिनहरू उहाँहरूलाई याद आउँछ। त्यस अब यो फलबाट हामी अब निक्लिँदैछौँ। जस अहिलेसम्म हाम्रो टिमले एकदम राम्रोसँग गरिरहेछौँ होइन। सबै एज ग्रुपको छौँ यहाँ हामी, सानोदेखि लिएर 71 इयर्स ओल्डसम्मको। जस everyone is doing really fine होइन, which is good thing. Hello. के भयो? We're tired. थाक्यो? पर्खेको भनेपछि फोटो खिचे हुन्छ। ए जाउँ अच्छा जस यहाँबाट पनि झर्ना मजाले हेर्नु मिल्ने गुड वाटरफल होइन। तपाईँको नि एक्सपिरियन्स कस्तो हुँदैछ? एकदम रमाइलो हुँदैछ। अलिक ठुलोमा अलि रमाइलो हुँदैछ, राम्रो हुँदैछ। भने पछाडि यो यसरी अहिले अब बी क्याप र
इन्स्पायर टु एक्सप्लोरले जुन कोलाबोरेसन गरेर यो आउटडोर एक्टिभिटिज हाम्रो समाजमा चाहिँ चाहिन्छ भनेर चाहिँ जुन प्रकारले सबैजना लागि परेर गरेको छु नि यो कुरा तपाईँलाई पोजिटिभ वेमा लिँदै हुन्छ कि कस्तो पाराले लिँदै हुन्छ? राम्रो छ। जस राम्रै वेमा लिइरहनु भएको छ है। ए अरू केही यसो अलिअलि भन्ने कुराहरू केही भन्नु मन लाग्छ यसो तपाईँलाई यसरी ग्रुपमा हिँड्दा कुनै पुरानो दिनहरू याद आयो केही भयो? एकदम रमाइलो भयो। म त घरमा म एक्लै हुन्थेँ, यसरी साथीहरूसँग घुम्न पाउँदाखेरि एकदम दिमाग फ्रेस भयो, माइन्ड फ्रेस भयो, घुम्न पायो, साथीहरूसँग चिनाजाना भयो। यो नयाँ साथीहरू होइन? नयाँ साथीहरूसँग भेट भयो। ए हुन्छ नि, हुन्छ ल दिदी। हामीले 1-2जना मान्छेहरूसँग गफहरू गऱ्यौँ होइन, उहाँहरूबाट पोजिटिभ भाइब नै आयो। जस यसरी ग्रुप हाइकिङ गर्दाखेरि नयाँ साथीहरू चिनिने, बाहिर यसरी निक्लिँदाखेरि जस घरमा बस्दा बस्दा बोरिङ भएको बोरिङपन पनि जाने होइन, माइन्ड फ्रेस हुने भन्ने कुराहरू आयो। जस धेरैजना जस्तोले अलिअलि च्यालेन्जिङ भयो भन्दै हुन्छ होइन, नत्र भने मोस्ट अफ देम आर टेकिङ इट इन अ पोजिटिभ वे होइन, which is what we want. एन्ड तिमन सर जुन यो इन्स्पायर टु एक्सप्लोर र डी क्यापको कोलाबोरेसनमा यो इभेन्ट गरिँदैछ होइन, यो इभेन्ट कसरी सम्भव भएर यसलाई चाहिँ अब कसरी चाहिँ अहिले कस्तो रूपमा गइरहेछ यो इभेन्ट? सो पहिलो कुरो चाहिँ म यो के भन्न चाहन्छु भने इन्स्पायर टु एक्सप्लोर र बी क्यापको कुनै हदसम्म चाहिँ मिसन र हाम्रो प्यासनहरू एउटा ठाउँमा कन्भर्ज भयो। हजुर। अब त्यो कतिवटा भयो भने मलाई डोम भाइले रिच आउट गर्नुभयो। हजुर। म चाहिँ यो ब्याकग्राउन्डको मान्छे, हामी इन्स्पायर टु एक्सप्लोरले यस्तो गर्छौँ र यस्तो गर्न चाहन्छौँ र नेक्स्ट प्रोग्राम चाहिँ हामी पिट्सबर्गमा गर्न चाहन्छौँ भनेपछि हामी पनि अर्गनाइजेसनको थ्रुबाट विभिन्न उमेर समूहका व्यक्तिहरू, कहिले सिनियर्सलाई हुन्छ, कहिले वयस्कहरू अथवा मिडल एज म्यानहरूलाई, कहिले नारीहरूलाई मात्र पनि फोकस गरेको हुन्छौँ अनि कहिले युवाहरूलाई। सो समग्र रूपमा यो यस्तो खालको कार्यक्रम देखियो जहाँ हामीले सबै उमेर वर्गका मान्छेहरूलाई चाहिँ समावेश गर्न सक्छौँ जस्तो भयो। हजुर। होइन, अब कुनै ठुलो पहाड चढ्नु थियो भने हामीले कतिजनालाई छुटाउनु पर्ने हुन्थ्यो, तर यहाँ त हिँड्न सक्ने मान्छेहरू, विभिन्न उमेरका मान्छेहरू बाहिर निस्किने भयो। सो लामो चिसो याम पछाडि हजुर एउटा बाहिर निस्किने, वातावरणसँग भिजेर आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने एउटा उपाय मलाई पनि लाग्यो। हजुर। सो सोचाइ, अर्गनाइजेसनको सोचाइ र मिसनहरूमा मेल खाएको हुनाले इन्स्पायर टु एक्सप्लोरलाई मैले यही भनेको हो कि सो बी क्याप चाहिँ यसमा एकदमै राजी छ, तयार छ सामेल भएर सँगै काम गर्नको लागि। हजुर। भनेर। हजुर। अनि त्यसपछि यो कार्यक्रम अघि बढ्यो। सो अहिले सोचे जस्तै हामीले यसो हेर्नुभयो भने लौरो टेक्ने सिनियर्सहरू पनि हुनुहुन्छ। हजुर। 71 इयर्सको आमा पनि हुनुहुन्छ। हो, त्यहाँ पनि हुनुहुन्छ। अनि मिडल एजका व्यक्तिहरू हुन्छ, धेरै जस्तो नारीहरू नि देखिन्छन् होइन। हजुर। अनि त्यसै गरी एलिमेन्ट्री लेभलमा पढ्ने, मिडल स्कुलमा पढ्ने, हाई स्कुलमा पढ्ने, कलेजमा पढ्ने पनि यो ग्रुपमा सामेल छन्। अनि मैले धेरै अहिले देखिरहेको छु कि हरेक यो बाटोको, यो जङ्गलको हरेक कुनामा रमाइरहनु भएको छ सबैजना। त्यही त मैले त्यही त उहाँ 71 इयर्स आमालाई सोधेको थिएँ कस्तो भयो तपाईँको अनुभव भनेर, उहाँले भन्नुभयो कि मलाई मैले भुटानमा डाँडा पाखा हिँडेको, घाँस दाउरा गरेको त्यो दिन मलाई याद आयो। म मान्छे यहाँ भयो भने मन उहाँ भयो, सकेसम्म उहाँले भन्नुभयो अरू छोराछोरीले पनि आफ्नो बाबा आमालाई यसरी बाहिर ल्याएर आउटडोरहरूमा चाहिँ एक्टिभिटिजहरूमा इन्भल्भ गराउनु भनेर उहाँको रिक्वेस्ट आयो। त्यो कुरामा अलिकति भनिदिनुहोस् न। सो यो खालको आउटिङ त पहिलोचोटि भयो हाम्रो हाइकिङको नाममा चाहिँ। हजुर। हामीले बेला बेलामा अर्गनाइजेसनले, संस्थाले सकेसम्म विभिन्न वर्गका व्यक्तिहरूलाई, सिनियर्सहरूलाई पनि कुनै ऐतिहासिक स्थलतिरको भ्रमणतिर लाने गरेका थियौँ। त्यसै गरी जूमा अनि बोटानिकल गार्डनतिर उहाँहरूलाई चाहिँ यस्तैमा रमाउनुहुन्छ जस्तै कि उहाँहरू भुटानमा बस्दाखेरि आफ्नो गाउँको पहाडतिर बस्दाखेरिको पहाडहरूको यस्ता रुख बिरुवाहरू कहिले उता पाइने कुराहरू पनि यहाँ देख्दाखेरि उहाँहरूलाई धेरै खुसी लाग्दो रहेछ। हजुर। सो अवश्य पनि नरमाउने कोही पनि हुन्न। हजुर।
यसरी बाहिर निस्किनको लागि एउटा अवसर नै पर्खिरहनु भएको हुन्छ। हजुर। सो कतिजनाको आफ्ना छोराछोरीहरूले भ्याउँदैनन्। हजुर। कतिजनाको मलाई लाग्छ चाहनुहुन्न। तर यसमा लाभ भनेको उहाँहरूलाई मात्र होइन, सिनियर्सहरूलाई मात्र होइन, जो व्यक्तिहरू लिएर बाहिर निस्किनुहुन्छ सबै उमेर समूहकाहरूलाई बाहिर निस्केर अलिकति अन्तर्क्रियात्मक वातावरणमा मान्छेहरू घुलमिल हुने हो भने सबैलाई यो लाभदायक हुन्छ। कम्युनिटी अनि त्यो गरौँ। अब मजाले थाकिन्छ, मजाले निदाइन्छ है। तपाईँलाई धेरै राम्रो कसरत भएको छ, धेरै चाहिँ तपाईँको क्यालोरिजहरू बर्न भएको छ। यतिका समयसम्म हिँडिसकेपछि 15-20 मिनट हिँडिसकेपछि हाम्रो शरीरको फ्याट रिजर्भहरू मोबिलाइज हुन थाल्छ। के भनेको भन्दाखेरि बोसो पनि पग्लिन थाल्छ के। अनि त्यो हुँदाखेरि हाम्रो स्वास्थ्यलाई अबका 72 घन्टासम्म पनि एन्डोर्फिन भन्छ कति कुराहरू उत्पादन हुन्छ शरीरमा र एक प्रकारको आनन्द आउँछ है। अब यो सब कुराहरू एउटा स्वास्थ्य कर्मीले भनेको हुन त र पनि यहाँ आएर भन्नुपर्ने थिएन होइन। तर कुन चाहिँ स्वास्थ्य कर्मीलाई तपाईँले 4-5 घन्टा 8 घन्टासम्म सँगै हिँडेर छलफल गर्न गफ गर्न पाउनुहुन्छ कतिको समय होइन। यो सब कुराहरू अब खडा सर हुनुहुन्छ, 20औं वर्षदेखि समुदायमा काम गरिरहनु भएको छ। सो उहाँसँग भएका अनुभवहरू पनि तपाईँले कतिपय अवस्थामा गफ गरेर सिक्न सक्नुहुन्छ। इन्जिनियरहरू छन् कोही है, कोही समाजसेवी सोसियल वर्करहरू छन्। सबैबाट कतिपय कुराहरू सिक्ने मौका मिलिरहेको छ। टु द चिल्ड्रेन राइट, दिस इज अ लट अफ वर्क। आई नो यु गाइज आर टायर्ड but this is gonna help you grow confidence in your abilities to excel. So very proud of your little feet and little bodies. Going back to the pictures, taking pictures, please don't forget to tag Inspire to Explore and BCAP. All right. And then just before he said he has bottles of water to hydrate you. So such a strong man, I think he deserves a round of applause. मम्मी त्यही भएर भाइलाई सँगै लिएर आएको नि I can carry you up here. पानी सक्यो
जोस एकदम रमाइलो जग्गा हैन साह्रै मजाको जग्गा होइन त्यसको अब ग्रुपमा त गाह्रो हुन्छ आजको हाइकमा आउनुहुने सबैलाई धेरै 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 धन्यवाद आजको प्रकृति र चाहिँ तपाईँको बिल्ड इन्भाइरोमेन्ट बाटोहरू हाइकको लागि यो चाहिँ तपाईँको एलिगेनी पास यहाँबाट एकैचोटि वासिङटन डिसीसम्म जाने चाहिँ बाइक ट्रेल जस्तो लाग्यो मैले मेरो मेमोरीले सर्भ राम्ररी गरेँ मैले सम्झेको सही भयो भने त्यो हो जस्तो लाग्यो त्यो सबै कुराहरूले गर्दाखेरि एक प्रकारको धेरै रमाइलो हाइक भयो हाम्रो भिडियो सबै हेरिदिनु होला सेयर गर्नु होला हामीसँग चाहिँ तपाईँहरूको समय समयमा हामी कार्यक्रमहरू बनाउँदै गर्छौँ तपाईँहरूको सहरमा कार्यक्रम लिएर आउने सम्भावना छ तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ र इभेन्ट आएको बेलामा हामीसँग आउनुहोस् रमाउनुहोस् र मेमोरीहरू बनाउनुहोस् स्वस्थ बन्नुहोस् यति भन्दै मैले आजको हाम्रो हाइकलाई चाहिँ अन्त्य गर्न चाहेँ धन्यवाद थ्याङ्क यू रोहन सर